जस्तै आज पनि हामीले तपाईँको लागि आजको नेप्से अपडेट लिएर आएको छौँ। अब अपडेटतिर जाउँ है त। आजको नेप्सेको अवस्था के थियो, कसो थियो र विशेष गरी नेप्सेको अपडेट्सहरू हामी अब तपाईँलाई बताउँदैछौँ है त। यसको लागि हामी सर्वप्रथम कहाँ जान्छौँ भन्दाखेरि हामी नेपाल स्टक एक्सचेन्जमा जान्छौँ र नेपाल स्टक एक्सचेन्जमा गइसकेपछि हामीले आजको नेप्सेको अवस्था चाहिँ हेर्छौँ है त। सबभन्दा पहिला हामीले हेर्न सक्छौँ नेप्सेको अवस्था के छ भन्दाखेरि पछिल्लोचोटि सुरुमा अप गएको थियो र त्यसपछि अलिकति साइडवेज गएर फेरि फल भएको अवस्था भएको भएर आजको दिनभरिको अवस्था चाहिँ तपाईँको डाउन ट्रेन्डको अवस्था चाहिँ हामीले सुरुवाती चरणदेखि यहाँदेखि नै लौलो 12:30 बजेदेखि नै लौलो एउटा क्लियर इन्डिकेसन दिएको थियो कि डाउन ट्रेन्डै गइरहेछ भन्ने कुरा चाहिँ। र त्यही हिसाबले यो मार्केट चाहिँ आज डाउन ट्रेन्डमै गइरहेको अवस्था चाहिँ छ है त। यो बिचमा आज नेप्से 21 अङ्कले घट्यो। र त्यसमा चाहिँ 46वटा कम्पनीको सेयर बढ्यो भने बाँकी 204वटा कम्पनीको सेयर चाहिँ फल भएको अवस्था चाहिँ छ है त। अब हामी टप गेनर र टप लुजर्सको कुरा गर्छौँ भने विशेष गरी स्वस्तिकमा गेनर छ। झापा एमसिएचएलमा चाहिँ टप गेनर्स आएको छ, एमसिएचएलमा पनि। त्यसपछि टप टर्नओभरमा एनजिपिएल, बन्दीपुर, युएमएचएल, एचआरएल छ। त्यस्तै गरेर हामी टप भल्युम्समा जान्छौँ भने पनि तपाईँको एनजिपिएल दुइटै ठाउँमा देखिरहेछ। टप ट्रान्जेक्सनमा पनि तपाईँको एचबिएल हिमालयन ब्याङ्क लिमिटेड देखिरहेछ, एचआरएल, युएमएचएल यो चाहिँ देखेछ। आज हामी स्टकलाई आइडेन्टिफाई गर्दाखेरि सकेसम्म दुईवटा स्टकलाई हामी एनालाइसिस गर्दाखेरि एकचोटि एनजिपिएललाई एनालाइसिस गर्छौँ, अर्को चाहिँ तपाईँको युएमएचएल पनि टप टर्नओभरमा आएको भएर युएमएचएललाई पनि हामी एनालाइसिसको रूपमा दुइटालाई स्टकलाई हामी लास्टमा एनालाइसिस गर्छौँ। सबभन्दा पहिला हामी नेप्सेको एनालाइसिस गर्छौँ, जसको लागि हामी सबभन्दा पहिला नेप्सेको चार्टमा गएर हेर्छौँ कि आजको नेप्सेको चार्टको अवस्था के छ भने। टेक्निकली कुरा गर्छौँ भने हामीले तपाईँले पहिला पनि यो लाइन ड्र गरेर हामीले राखिराखेका थियौँ। टेक्निकली कुरा गर्छौँ भने नेप्से क्लियरली अप ट्रेन्डमै हो अहिलेसम्म पनि होइन। म लास्ट टाइम पनि भनेको थिएँ यो पोइन्टसम्म नआउँदासम्म 2590को लाइनसम्म टच गर्यो भने पनि खासै आत्तिनु पनि अवस्था छैन। यदि भोलिको दिनमा पनि नेप्से रेडै हुन्छ, स्मल रेड बन्छ भने पनि आत्तिनु पर्दैन। र यदि स्मल ग्रिन बन्छ भने त यसले क्लियर माथि जाने सङ्केतै दिएको हो भन्ने कुरा चाहिँ हामीले यो नेप्सेको अवस्था हेरेर चाहिँ बुझ्न सक्छौँ होइन। स्टकको कुरा गर्दा अघि हामीले भनेको थियो एनजिपिएल। सो एनजिपिएल स्टक, एनजिपिएल हो भने स्टकको बारेमा हेर्छौँ भने सो एनजिपिएल तपाईँको क्लियरली अप ट्रेन्ड पोजिसनमै छ होइन, अप ट्रेन्ड अवस्थामै छ। अप ट्रेन्ड अवस्थामा भएको भएर खासै यसमा आत्तिनुपर्ने अवस्था होइन। यो बढ्ने चान्सेस चाहिँ यसमा हुन्छ है त यो स्टकको कुरा गर्दा। तर हामीले केयरफुल चाहिँ कहाँ हुनुपर्छ भन्दा यो पोइन्ट्समा रिजेक्सनमा यो पोइन्ट्समा चाहिँ गएर हजुरले यो पोइन्टमा गएर रिजेक्सन हुनसक्छ भन्ने कुरा चाहिँ तपाईँले बुझ्न चाहिँ सक्नुहुन्छ है यो पोइन्टमा चाहिँ। सो देयर मे बी चान्स कि रिजेक्सन, किन यहाँनिर हाम्रो पहिलाको रजिस्टेन्स लेभल पनि छ र तपाईँको आरएसआई हेर्नुहुन्छ भने यो पनि अब बिस्तारै यो लेभललाई काट्न खोजेको भएर त्यो पोइन्टमा चाहिँ रिजेक्सन हुने चान्सेस चाहिँ हाई हुन्छ भन्ने कुरा चाहिँ बुझ्न सक्यो। त्यस्तै गरेर अर्को चाहिँ हामीले युएमएचएलको कुरा गर्थ्यौँ। सो युएमएचएलको अवस्था के छ भन्दाखेरि युएमएचएलको अवस्था त हामीले यहाँ पहिले लाइनै ड्र गरेर राखेको थियो भने त यहाँनिर युएमएचएललाई यो पोइन्ट्सले क्लियरली एउटा सङ्केत दिइरहेको थियो लास्ट टाइम पनि कि नेप्से यो पोइन्टदेखि रिजेक्ट भइरहेछ। र यसले पनि क्लियरली एउटा सङ्केत दिइरहेछ कि मार्केट फल भइरहेको अवस्था चाहिँ देखेको भएर यदि हामीले यो स्टक किनेर राखेको छौँ भने यसमा बेच्दाखेरि टेक्निकली कुरा त बेच्ने पोइन्ट्समा चाहिँ आएको हो, अदरवाइज होइन। त्यही पनि थोरै गिरावट भएको भएर हामीले एकछिन कुर्छु भन्छौँ भने कुर्न चाहिँ सक्यो। तर कुरे पनि कुन लेभलसम्म कुर्ने भन्ने बाटो हुन्छ नि त। त्यसले गर्दा यहाँबाट बढेको मार्केट तपाईँको कुर्नै पर्यो भने पनि तपाईँले कहाँसम्म कुर्न सक्नुहुन्छ भने तपाईँले एटलिस्ट यो पोइन्टसम्म कुर्न सक्नुहुन्छ, 562सम्म होइन। 562लाई पनि क्रस गर्छ भने चाहिँ यदि हामीले यो स्टक किनेछौँ भने बेच्नलाई रेडी हुनुपर्छ भने, अब बेचेको छैनौँ किन्ने सोचमा छ भने एटलिस्ट त्यो घट्दो क्रमलाई ब्रेक गरेर यदि बढ्दो क्रम मिन्स अप ट्रेन्डमा जान खोजेको अवस्थामा चाहिँ हामीले यो सेयरलाई चाहिँ किन्न चाहिँ डिसिसन लिन सक्छौँ। तर अहिले क्लियरली अहिले चाहिँ तपाईँको जस्तो लाग्छ डाउन ट्रेन्ड जान लागेको भन्ने सङ्केत चाहिँ यसमा चाहिँ हामीले पाउन सक्छौँ।